ओहो बाबासँग हात माग्न आऊ भनी अब जान्छु तर एक्लै जान त डर लाग्छ कसलाई लिएर जाऊ के भयो तँलाई मेरो गर्लफ्रेन्डले मलाई बिहेको कुरा गरेर बोलाइ यार कसरी जाउँ डर लागिरहेछ त चिन्ता नगर न म मिलाइदिइहाल्छु नि साँच्ची अनि तेरो कुरा आज म फिक्स गरिदिन्छु हिँड जाउँ ल ल हिँड आज त नि बिहे फिक्स गरेर आउने हो दर्शन नमस्कार नमस्कार बस्नु बाबु बस्नु ए हुन्छ हुन्छ अनि बाबु कति भयो मेरो छोरीसँग रिलेसनमा बसेको हाम्रो यो र श्रेया रिलेसनमा बसेको त 1 वर्ष भयो मेरो छोरीको नाम त श्रेया हो नि त बाबु श्रेयाको बाउ होइन कि ए तपाईँ यसको कलेजदेखिको गर्लफ्रेन्ड रियाको बाउ हो कतिवटा गर्लफ्रेन्ड छ बाबु तिम्रो होइन अङ्कल गर्लफ्रेन्ड छ भन्ने चाहिँ थाहा थियो तर नाम थाहा थिएन क्या मैले फरक फरक नाम भन्दै थिएँ तपाईँ आकाङ्क्षाको बाबा हो भन्ने चाहिँ थाहा छैन के ओइ तँ त तेरो टाइम पासको लागि बनाएको गर्लफ्रेन्ड होइन आकाङ्क्षा टाइम पास रे तँ त मेरो छोरी हो अङ्कल यसलाई के पनि थाहा छैन यो झुट बोल्दैछ के झुट रे अन्तरी त्यो आकाङ्क्षा त मेरो टाइम पास मात्र हो भन्दिस् त मलाई बिहान दबाई खाने बिर्सेपछि क्या हो अङ्कल यसको दबाई खाने बानी छ कि आज बिर्से जस्तो छ के बोल्दैछ केही त गडबड छ जस्तो छ केही छैन भन्न दबाई खाने बिर्से खै होला अङ्कल अनि कति पढाएको छ बाबु मैले अङ्कल यसले त पढ्दै छोड्या हो नि 4 क्लासमै म कति पढ भन्थे यसलाई तर यो पढ्दै पढ्दैन थियो बरु अङ्कल मैले त ब्याचलर कम्प्लिट गरेको छ नि अरे बाबु त मेरो कुरा जोड्न आएको कि तोड्न आएको बे अनि कतिको पिउने गरे खाने दिनको 6 लिटर पानी त कहीँ जाँदैन अङ्कल मैले मध्यपान भने ए त्यो त यो बाल्टीमा हालेर घट घट पिदिन्छ नि अङ्कल चुप न भन तेरो बारेमा भन्न दिएन बरु म खादिन नि अङ्कल छोको पनि छैन मैले आजसम्म अरे बाबु खाँदा पनि खाँदैन तिमी मैले कहिले खाएँ हो अनि त्यो होलीमा खाएर मात्या अनि त्यो भुसिया कुकुरसँग सुत्या अनि मैले घर लगिदिएको भनेपछि कुकुरसँग सुत्यो होइन त त्यस्तो खाइन्छ अङ्कल अनि मेरो साथी त्यस्तो हालतमा देख्दा मलाई कस्तो हुन्छ मैले घर लगिदिएको उसलाई अनि मैले कागती पानी खुवाएको अनि मात्र ठिक भएको ए बाबु त आफ्नो साथीलाई धेरै माया गर्दो रहेछ बाबु म पनि यस्तै हेल्पफुल छु नि अङ्कल कहाँ छौ अस्ति नि म बिरामी हुँदाखेरि मलाई हस्पिटल लगिदेऊ भन्दाखेरि बिच बाटोमा छोडेर गएको आफै जा भन्दै बिजी छु भन्दै अरे बाबु हो नि अङ्कल अरे गदा बिहे फिक्स गर्न आएको कि तोड्न आएको ए बाबुले त साह्रै दुःख पुग्दै रहेछ त साथीले त अघि हो नि अङ्कल तर पनि म उसलाई कति हेल्प गर्छु नि जे पनि साथीको साथ छोड्न हुँदैन नि थाहा छ बाबु त साह्रै गतिम्लो रहेछन् गाँठे बा बुढाले त यसलाई पो हेर्न थाले अनि धुम्रपान गर्ने गरे छैन भाउ चुरोट म खतरा हो नि अङ्कल ऊ त नाक कान मुख सबैबाट एकैचोटि धुवा निकालिदिन्छ हाम्रो टोलमा कसैले पनि यस्तो गर्न सक्दैन है उसले एक्लै गरिदिन्छ हाम्रो टोलमा अहिले के भन्छ बाबु एकचोटि अङ्कललाई पनि गरेर देखाइदेऊ न त्यो धुवा फोका निकालिदिन्छौ नि तिमीले भनेपछि चुरोट दरै तानिन्छ होइन त भाउ कहाँ अङ्कल छोडिसके नि कहाँ झुट बोल्या तिमीले अघि भर्खर त अनि अङ्कलसँग बोल्न डर लाग्दैन भनेर एक सर्ट तानेको होइन कस्तो झुट बोल्छ पुकुले झुट नबोल अहिले पछि फेरि सम्बन्धमा समस्या आउँछ नि जे छ भनिदिइहाल अङ्कललाई झुट बोल्छ अरे बलराम त मेरो बिहे फिक्स गर्न कि तोड्न आएको चुप लाग्न मिलाउँछु नि म अहिले के खासखुस गरे हो त्यस्तो ए के होइन अङ्कल के होइन अनि बाबु तिमी चाहिँ तान्छौ कि तान्दैन त चुरोट यसो नाइ अङ्कल तान्दिन नि पछि गएर क्यान्सर भयो भने त धनको पनि नाश ज्यानको पनि नाश चुरोट त म तान्दिन राति सुत्दा त म मास्क लाएर सुत्छु बाबु त साक्षात् रामै हुनु रहेछ नि गाँठे म नि अब अङ्कल छोडिदिन्छु होइन बाबु अलि रिसा छन् कि क्या हो ओइ कस्तो थाहा पाइदिनु म अङ्कलले भनेपछि झगडा पनि गरिन्छ कहाँ त्यस्तो होइन नि अङ्कल म झगडा गर्दिनँ नि हो त अङ्कल ऊ झगडा गर्दैन डाइरेक्ट खुकुरी लिएर काट्न जान्छ सुनाइदिउ त अङ्कललाई अस्ति तिमीले त्यो 10 जनालाई खुकुरी बोकेर एक्लै खेदाको गाँजा खाएको सुरुमा अरे भनेपछि यो बाबु गाँजा पनि खान्छ गाँजा भएन भने त सास चाहिँ रोकिन्छ नि है तिम्रो बरु तपाईँको छोरी बिना बाँच्न सक्छ तर गाँजा बिना बाँच्न सक्दैनौ नि होइन हो नि अङ्कल यस्तो मान्छेलाई म मेरो छोरी दिनु तर अङ्कल तर सर म जान्दिनँ बरु बाबु
तिम्रो गर्लफ्रेन्ड छ कि छैन? छैन नि अङ्कल, म त तपाईँको छोरीलाई माया गर्छु, तर यसले पनि मन पराउँछ नि भन्न नसकेको। ए हो मेरो जयनारायण। नि अङ्कल? होइन अङ्कल, मैले अघि भनेको थिएँ नि त दबाई त्यसले खाना बिर्सेर हो क्या, आज जे पाइ त्यही बोलिरहेछ। अनि खासमा दबाईको लफडा चाहिँ के हो भाउ? केही होइन नि अङ्कल, यो खाली कुरा बनाउनको लागि झुट बोल्छ। तँलाई त म ए छोड मेरो जयलाई छोड। तँलाई जोडिया गजेडी, तँलाई जोडिया काहीँ नगएको टुप्पा टुइए पुलिस बोलाऊँ? अङ्कल तँलाई फटा त खुरुको गइहाल्यो त खुरुको गइहाल्यो। मेरो ज्वाइँलाई कुर्छस् तिरो। अनि ज्वाइँ साहब आज के यसो मासु खसी कुखुरा के खाइसिन्छ? ए पर्दैन त्यस्तो खास त। ए सुन न, बिहेको कार्ड चाहिँ तिमी नै पारिदेऊ ल। औ गजेडीहरू के काम छ र ज्वाइँ साहब भारी हाल्छ नि।